कतिलाई होइन केही सोध्यो भने तँलाई सबैभन्दा गाह्रो कुरा के लाग्छ भन्छन् होइन। त्यतिखेर भन्छ मान्छेले मलाई गाडी कुदाउन, मलाई पैसा कमाउन गाह्रो लाग्छ, मलाई प्लेन उडाउन गाह्रो लाग्छ भन्छ होला होइन। मलाई चाहिँ केमा गाह्रो लाग्छ भन्दा केटी भेट्न गाह्रो लाग्छ हौ बा, भेटिँदैन त। जति नै प्रयास गरे पनि, जति नै कोसिस गरे पनि खै त हौ यत्रो बुढो भइसक्यो केटी भेट्न गाह्रो लाग्छ मलाई यार। भेटिँदैन त हौ। खोज्न गयो भने नि भेटिँदैन, आँखाले नि भेटिँदैन, केही गर्दा भेटिँदैन मेरो त। अब भेटिहाल्यो भने पनि अब बाइचान्स भेटेर परिहाल्यो भने पनि क्या लभ चाहिँ पर्ला होइन। अनि तैँले चाहिँ त्यसलाई माया गर्ला, मैले चाहिँ त्यसलाई माया गरौँला होइन। अनि अरूले चाहिँ भित्री माया गरिदिइसकेको हुन्छ क्या। अनि अरूले भित्री माया गर्यो भने त सकिहाल्यो नि। आफूले चाहिँ माया गर्नु, अरूले चाहिँ भित्री माया गर्नु, खत्तम भएन त्यो, सकेन। भरे फेरि अब त्यतिखेर लभ पर्दा थाहा नहोला अरे अनि बे होला अरे। अनि बे भएपछि फेरि अब बे भएपछि पछि थाहा होला अरे क्या, एउटा छोरा जन्मिसकेपछि। मैले चाहिँ त्यसलाई माया गर्थेँ अनि त्यसलाई चाहिँ अर्कैले भित्रै माया गरिदिइसकेको छ अरे क्या। कस्तो सेट हुन्थ्यो होला, कस्तो सेटवाला हुन्थ्यो। आफूले चाहिँ माया गर्नु अरे, अरूले चाहिँ भित्री माया गरिदिनु अरे। कस्तो कमेडी हुन्थ्यो होला, हो कि होइन केटा? अब भन्नु न, तिमीहरूलाई गाडी कुदाउन सजिलो लाग्ला, गाह्रो लाग्ला, प्लेन उडाउन गाह्रो लाग्ला, मलाई चाहिँ ओभर टेन्सन लाग्छ है यस्तो कुराले चाहिँ। फेरि केटीको कुराले चाहिँ ओभर टेन्सन लाग्छ है।